सबैजनालाई जयमसी। आज हामीले शनिबारको संगतिमा चाहिँ पहिलो सामुएलको पहिलो अध्यायको चाहिँ 1 देखि 20 सम्म हामीले हेरेका थियौँ। अनि यहाँ सामुएलको जन्मको बारेमा चाहिँ यहाँ लेखिएको छ। अनि यहाँबाट चाहिँ हामीले सिकेको कुरा चाहिँ के छ भने हाम्रो परमेश्वरसँगको हाम्रो विश्वास कतिको छ भन्ने, परमेश्वर सधैँ विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँको स्टोरीले हामीलाई भन्दछ। अनि यो स्टोरी चाहिँ जसरी अगाडि बढ्छ नि, यहाँ हेर्छौँ भने हन्नाको कुरा चाहिँ यहाँ विशेष लेखिएको छ। अनि हन्नाले चाहिँ परमेश्वरसँग प्रार्थना गरेको कुराहरू अनि उसले उत्तर पाएको कुराहरू चाहिँ यहाँ लेखिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हन्नाको चाहिँ अर्को सौता छ, अनि जसको चाहिँ के भन्छ बालबच्चाहरू छन्, तर उसको चाहिँ छैन। अनि त्यो बच्चा नभएको कारणले चाहिँ उसलाई चाहिँ ताडना दिने कुराहरू हामी यहाँ पढ्न पाउँदछौँ। अनि जसरी उसको श्रीमान अनि उनीहरू परमेश्वरको भवनमा हरेक वर्ष जाने गर्दछन्, तर पनि ऊ त्यहाँ खुसी नभएको कुरा हामी यहाँ चाहिँ पढ्न पाउँदछौँ। जसरी परिवारको परिस्थितिमा चाहिँ यदि राम्रो मेलमिलाप छैन भने हामी परमेश्वरको भवनमा गएर पनि हामी खुसी हुन सक्दैनौँ भन्ने कुरा चाहिँ यहाँबाट देखाउँदछ। अनि जसरी उस हन्नाले चाहिँ प्रार्थना गर्दछ परमेश्वरमाथि, अनि त्यसपछि चाहिँ हन्ना चाहिँ एकदम खुसी भएको कुरा, त्यसपछि ऊ कहिले निराश भएन भनेर चाहिँ यहाँ लेखेको छ। अनि जब हामीले परमेश्वरसँग हाम्रो प्रार्थना राख्दछौँ, हाम्रो दुःखहरू बिसाउँदछौँ, अनि हामीलाई चाहिँ त्यहाँबाट चाहिँ खुसी आनन्द मिल्दछ भन्ने कुरा पनि हामी यहाँबाट बुझ्दछौँ। हन्नाले आफ्नो प्रार्थनाको उत्तर पाइसकेको छैन, उसले प्रार्थना मात्र गरेको छ, तर परमेश्वरले उसलाई त्यो उत्तर दिइसक्नु भएको छैन, तर पनि ऊ खुसी भएको छ। किनभने हन्नाको परिस्थिति चाहिँ परिवर्तन भएको छैन, तर परमेश्वरले उसको हृदय परिवर्तन गरिदिनु भएको छ। अनि त्यस कारणले चाहिँ ऊ खुसी हुन पाएकी छ अनि रमाउन सकेकी छ। त्यस्तै अर्को कुरा चाहिँ हन्नालाई यति धेरै किन कुर्नु पर्यो होला, अथवा चाहिँ परमेश्वरले चाहेको भए छिटो उसलाई सन्तान दिनु सक्नुहुन्थ्यो है, तर किन यति धेरै परमेश्वरले कुराउनु भयो भन्दाखेरि चाहिँ कहिलेकाहीँ हाम्रो चाहिँ इच्छा हुँदछ, हाम्रो प्रार्थना पनि हुँदछ, तर हामी आफू चाहिँ तयार हुँदैनौँ। हाम्रो हृदय चाहिँ त्यो कुराको लागि, परमेश्वरले दिन खोज्नु भएको कुराको लागि चाहिँ हाम्रो हृदय तयार हुँदैन। त्यही भएर परमेश्वरले आफ्नो समय लिनुहुन्छ, अनि हाम्रो हृदय चाहिँ परिवर्तन भएपछि हामी त्यो कुराको लागि चाहिँ हामी रेडी जब हुन्छौँ, अनि बल्ल परमेश्वरले हामीलाई दिनुहुन्छ। अनि यहाँ पनि हन्नालाई परमेश्वरले छोरा दिनुभएको छ। अनि यो ढिलो गर्नुको कारण चाहिँ उसले त्यो छोरालाई चाहिँ परमेश्वरमा अर्पेको छ। सायद उसले पहिले नै छोरा पाएको भए अथवा सन्तान पाएको भए उसले परमेश्वरलाई त्यो छोरा अथवा सन्तान अर्पने थिएन होला, तर उसले त्यो जसरी कुर्नु परेको छ, अनि त्यसले गर्दा चाहिँ उसले चाहिँ परमेश्वरलाई त्यो छोरा अर्पिएको कुरा चाहिँ अनि हामी यहाँबाट चाहिँ पाउँदछौँ। त्यही भएर कतिपय पटक चाहिँ परमेश्वरले हामीलाई कुनै कुरा दिनलाई ढिलो गर्नुभएको जस्तो लाग्छ, तर त्यो ढिलाइ चाहिँ हामीलाई लागेको हो, तर परमेश्वरको समय जहिले पनि सही समय हुन्छ। अनि परमेश्वरले चाहिँ हाम्रो हृदयलाई चाहिँ तयार पारिराख्नु भएको हुन्छ भनेर चाहिँ हामीले यो स्टोरीबाट चाहिँ बुझ्न सक्दछौँ। जय मसीह।